कुन मन्दिरमा भेटिएलान् भगवान शरीर आफैमा यज्ञ हो। पहिलो किताब भए तापनि धेरै नै राम्रो छ पुस्तक। त्यो हजारौं पुस्तकहरूको बीचमा नमस्ते सबैजनालाई, हृदयदेखि नै नमस्ते प्रकट गर्न चाहन्छु। सधैँ यसरी किताब रिभ्यू गर्न आउँदाखेरि मसँग केही न केही साँची हुन्छ। आज मैले मार्कर साँची लिएर आएको छु। यो मार्कर साँची के का लागि भन्दा, विटनेस के का लागि भन्दा मसँग म पढाउने गर्छु। यो मार्कर धेरै जसो मसँग हुन्छ र यो साँची राखेपछि म साँचो बोल्छु, म हृदयदेखि नै मेरो मनको कुरा बोल्छु। त्यही भएर यो साँची राखेको छु। यो साँचीलाई मैले यहाँनिर राखेँ। यसको भिडियोमा रोल छ है, मेरो भन्दा ठुलो रोल छ। ल पुनः नमस्ते। मसँग आज एउटा किताब छ, सपनाको पाटी। यो किताब दिक्षान्त सिटौला, माफ पाऊँ, डाक्टर दिक्षान्त सिटौलाद्वारा लिखित किताब हो। मैले माफी मागेँ तर माफी नमागेको भए पनि हुन्थ्यो। किन भन्दाखेरि यो किताब उहाँ डाक्टर बन्ने बाटोको दौरान लेख्नुभएको किताब हो र अहिले जहिले यो म रिभ्यू गरिरहेको छु उहाँ डाक्टर हुनु भइसक्यो। र यो दिक्षान्त सिटौलाद्वारा लिखित किताबसँग मेरो दिक्षान्त सिटौला भन्दा अगाडि भेट भयो। एउटा कलेजमा राखिएको किताबको सङ्ग्रहमा, लाइब्रेरीमा भेटेको थिएँ र यो पुस्तक त्यो हजारौं पुस्तकहरूको बीचमा एउटा पुस्तक टिपेर लिएर आउने मेरो मनबाट त्यो काम गरेँ मैले। त्यही बुक हो सपनाको पाटी। अनि त्यसपछि यो किताब पढिसकेपछि मैले यस किताबका लेखकसँग म कनेक्टेड भएर गर्न थालेँ। यो किताब अहिले अलिकति तपाईँले हेर्न सक्नुहुनेछ, बुक सेलरबाट प्रकाशक भएको रहेछ। सो यसमा यो किताबको दिक्षान्त सिटौला 2053 साल कार्तिक 3 गते सायद दाइको जन्मदिन होला, उहाँ राइटरको जन्मदिन होला। उहाँ मेडिकल स्टुडेन्ट हुन् भनेर उहाँको परिचय दिएको छ र यो पहिलो पुस्तक हो भनिएको छ। उहाँले यो किताब बुबा मम्मी सपनाको बाटो रोज्दै गरेकी बहिनी दीपिका अनि सम्पूर्ण स्वप्नदर्शी आँखाहरूलाई भनेर लेख्नु भएको छ। अहिले यो किताब लेख्नु भएको भए आफ्नो वाइफको नाम पनि राख्नुहुन्थ्यो होला सायद। सो यो किताब एउटा नोभेल हो, सपनाको बाटी, अ ड्रिम बोर्ड। सो हामी जब पनि युवा अवस्थामा हुन्छौँ, हामी स्टुडेन्ट हुन्छौँ, मिडल एजुकेसन लेभलको 11, 12 अथवा कक्षा 10 होस्, त्यो बेलामा हामी आफ्नो सपना के हो, आफूले के गर्दाखेरि म खुसी हुन्छु, जुन भनिन्छ नि करियर भन्ने वर्ड भनिन्छ नि, हो त्यो भेटाउनको लागि मुस्किल परिरहेको, के गर्दा ठिक होला, कसरी म कुन बाटो अपनाउँदा ठिक होला भन्नेको लागि चाहिँ यो किताब निकै नै राम्रो रहेको छ। त्यही भएर नै यो किताब मेरो मनमा छ। र यो किताबमा आज मार्कर भन्दा पनि एउटा थोक मैले साँची राखेको भए अझै धेरै राम्रो हुन्थ्यो। मेरो कागजहरू जुन नागरिकता हुन्छ, फोटोहरू हुन्छ, मेरो केही एटिएम कार्डहरू हुन्छ भने म यही किताबभित्र राखेर हिँड्छु। सधैँ किताब मसँगै हुन्छ। कुनै चेकहरू भयो भने सबै यसमा हुन्छ। आज पनि त्यसै गरी छ। मैले डिटेल्स चाहिँ ब्लर गर्छु अथवा म देखाउँदिनँ। मेरो नागरिकता छ, मेरो फोटोहरू पनि छन्, यहाँ मेरो फोटो पनि छ, सधैँ यहीँ हुन्छ मेरो, यही किताबमा हुन्छ। सो म आजकल अलिकति र भिडियोहरू बनाउन थालिरहेको छु। त्यो फर्मालिटी, त्यो फर्मल भन्दा पनि र भिडियोबाट चाहिँ अलिकति मनको रियल कुरा झनै राम्रो रिभ्यू होला जस्तो लागेर त्यसरी गरिरहेको छु। यो किताबको भाष्य शैली यो पहिलो किताब भए तापनि धेरै नै राम्रो छ।
त्यसपछि अर्को बुक पनि आइसक्यो, सायद यसको इङ्ग्लिस भर्जन बुक एमाजोनमा राखिएको छ जस्तो मलाई लाग्छ। यसमा मेरो यो तिरेको बिलहरू पनि रहेछ। यसमा चाहिँ तपाईँको एउटा भित्र है कथाभित्र नोभेल हो, ठिक छ, यहाँभित्रको एउटा पात्रले भनिएको कुरा म पढ्न चाहन्छु। यो कविता भन्दा पनि एउटा श्रृङ्खला भनौँ, एउटा लाइन भनौँ। कुन मन्दिरमा भेटिएलान् भगवान, शरीर आफैमा यज्ञ हो, भाग्य खोज्दै किन भौतारिनु, बाँच्न पाउनु नै भाग्य हो। फेरि पुनः दोहोऱ्याएँ, यो एउटा यो नोभेलभित्र रहेको एउटा पात्रद्वारा भनिएको चिज हो। कुन मन्दिरमा भेटिएलान् भगवान, शरीर आफैमा यज्ञ हो, भाग्य खोज्दै किन भौतारिनु, बाँच्न पाउनु नै भाग्य हो। डाक्टर दीक्षान्तद्वारा लेखिएको यो सपना पार्टीको किताब, जो पनि आफ्नो सपनाको खोजीमा हुनुहुन्छ, आफ्नो ड्रिमको खोजीमा हुनुहुन्छ, आफ्नो ड्रिम बोर्डको खोजीमा हुनुहुन्छ, ती पाठक वर्गहरूको लागि यो बुक निकै नै राम्रो रहेको छ। एउटा नोभेल हो। सो यो किताबको केही प्रतिहरू बाँकी रहेका छन्। सो यो सपनाको पार्टी जो दीक्षान्त सितौलाद्वारा लिखित किताब हो, अहिले डाक्टर दीक्षान्त सितौला भइसक्नुभयो, उहाँबाट लिखित किताब हो। यो किताबको अर्डर गर्नको लागि म तल डिस्क्रिप्सनमा अथवा कमेन्ट सेक्सनमा राइटरको सोसियल मिडिया ह्यान्डल्स राखिदिन्छु, उहाँसँग सम्पर्क गरेर यो किताब लिन सक्नुहुनेछ। मूल्य खासै छैन, मूल्य खासै छैन, तर अमूल्य हो यो किताब। मूल्य पैसा खासै छैन, मूल्य खासै छैन, तिर्ने भौतिक सम्पत्ति खासै छैन, तर अमूल्य हो यो किताब। सो सपना पार्टीको सानो छोटो मैले पढेको रिभ्यू दिएको छु, कस्तो लाग्छ भन्नुहोला। अरू कस्तो कस्तो टाइपको कन्टेन्ट बनाऊँ, म अलिकति र ट्राई गरिरहेको छु, त्यो फर्मल भन्दा पनि, जसले गर्दाखेरि मेरो मनको रियल रिभ्यू आउन सकोस्। यसरी नै माया प्रदान गर्दै जानुहोला। भेट्नेछौँ छिटै नै अर्को भिडियोमा। धेरै धेरै मुरी मुरी हृदयदेखि नै धन्यवाद व्यक्त गर्न चाहन्छु। धन्यवाद।